मार ए वही महानी मर्ची का विका मर्ची ने पड़ी थान का यो गाइस चलिरहेको छ गाइस है भान्जाङ खर्का यस्तो फुलहरू फुल्छ है चक्रबहादुर थामी ब्लग सब्सक्राइब नाउ हेलो गाइस गुड मर्निङ एभ्रिवान वेलकम टु माई अनदर न्यू ब्लग तपाईँलाई स्वागत छ फेरि अर्को नयाँ ब्लगमा आज चाहिँ हामी जाँदैछौँ नाइट क्याम्पिङ त्यसरी मसरुम हन्टिङ गर्नेछौँ हामीले चाहिँ एकदम रमाइलो हुनेछ गाइस दुईजना साथीहरू चाहिँ हाम्रो अगाडि गइसकेको छ हामी चाहिँ दुईजना यता अहिले हिँडिरहेछौँ हाम्रो लोकेसन चाहिँ भान्जाङ है गाइस हामी भान्जाङमा जानेछौँ आज हामी चाहिँ अहिले बासाभन्दा अलिक तलतिर छौँ गाइस है बासा खर्काभन्दा हिँडिरहेछौँ अगाडि दाई अहिले चाहिँ दाइ र म हिँडिरहेछौँ दुईजना साथीहरू चाहिँ अगाडि भइसकेको छ फुलको दामी फुलहरू फुलेको रहेछ गाइस यार अब जेठ असार साउन त्यो त खत्रै फुल फुल्छ फुल्ने समय हो त्यही भएर पनि यस्तो दामी फुल फुलेको रहेछ यतातिर जताततै फेरि आइस्यालु पाउँछ गाइस फेरि हो आमा सर्केको गाइस यार अहिले चाहिँ हामी ठ्याक्कै बासा खर्कामा आइपुग्यो गाइस है आमामा पुरै फुल फुलिरहेको रहेछ हुन्छ वाउ दामी फुल फुलेको छ यस्तो फुलहरू फुल्छ है हामी चाहिँ कन्टिन्यू हिँडिरहेछौँ गाइस है अहिले बासाभन्दा अलिक माथितिर आइपुग्यो तिङखुभन्दा अलिक मुनि बासाभन्दा अलिक माथि हिँडिरहेछौँ हिँड्नु चाहिँ थाकेर नि अब भान्जाङ पुग्न चाहिँ हामीलाई 1.5 घन्टा लगभग लाग्छ गाइस 1.5 घन्टा पछि हामी ठ्याक्क भान्जाङमा बस्नेछौँ त्यहाँ क्याम्पहरू बनाउनेछौँ गोठहरू भयो भने गोठमा बस्नेछौँ गोठ भएन भने क्याम्प बनाउनु पर्ने हुन्छ गाइस है तर प्राकृतिकसँग रम्दै हिँड्नुको मजै छुट्टै गाइस यार अगाडि दाइ हिँड्दै हुनुहुन्छ यहाँ हुस्सु आइरहेछ हौ गाइस आज जेठ 15 गते गइसकेको अवस्था हुस्सु अब बर्खा पनि लाग्दै आयो नि त त्यही भएर हुस्सु आइरहेछ खत्रै गाइस हामी चाहिँ तेङखु खर्कातिर आइपुग्यौँ यतातिर मिनी स्ट्रबेरी टन्नै रहेछ गाइस यो चाहिँ स्ट्रबेरी नै है गाइस त्यो चाहिँ त्यसरी यता स्ट्रबेरीको जाने हो स्ट्रबेरी तर ठ्याक्कै स्ट्रबेरीको जस्तो ठुल्ठुलो झाङ चाहिँ हुँदैन ठुल्ठुलो चाहिँ हुँदैन ठ्याक्कै मिनी स्ट्रबेरी भनौँ या स्मल स्ट्रबेरी भनौँ मिठो हुन्छ गाइस हौ अलिअलि पानी आइरहेछ हामीले चाहिँ पानीलाई उयो गरिदिँदै टक्कर दिँदै हिँडिरहेछौँ स्ट्रबेरी चाहिँ त टन्नै रहेछ गाइस टन्नै रहेछ दिनुहोस् भने चाहिँ स्ट्रबेरी
자, ताकत भयो पानी पनि आइरहेछ गाइस मजाले पानी आउनु थाल्यो अलि लेकतिर आइपुग्यौँ क्या हो स्टुबेट हुन्छ त धेरै अलि यो चाहिँ लास्ट अलिक सानो सानो छ ओहो डेन्जर पानी आउनु थाल्यो गाइस नि झाङभित्र जानुपर्छ हौ त्यसपछि पानी आउँदैन हत्तरिका माक्री पानी थकायो यार पानीले यो पनि एक प्रकारको चाउ हो गाइस हुन्छ हामी चाहिँ भान्जाङ पुग्न लाग्यो गाइस है आम्मामा धेरै हिँड्यो हो गाइस आज पनि यो भान्जाङको एल्टिट्युड ठ्याक्कै 3000 समथिङ होला सायद त्यस्तै महसुस भयो पारीको भान्जाङ र यहाँको भान्जाङ ठ्याक्कै भान्जाङको एल्टिट्युड ठ्याक्कै मिल्ला जस्तो छ हामी चाहिँ फाइनली गाइस हामी चाहिँ भान्जाङमा आइपुग्यौँ तर यहाँ चाहिँ एउटा मिर्गा रहेछ धारे त्यसरी भैँसी भने चाहिँ त्यहाँबाट हेर्दैछ डराउँदैन गाइस यार मिर्गा हाइट यो चाहिँ दमै दाइको भैँसीको गुवाली कि गुवालो भन्छ है हामी व्यवस्थित तरिकाले बनाएको चाहिँ त्यसरी यहाँ दाउरा टनै रहेछ गाइस त्यस्तो गाइस यहाँ चाहिँ पुरा खाँदैछ गाइस पुरा घेरी नुन खाँदैछ गाइस त्यहाँ यार पुरा घेरी नुन खाँदैछ गाइस त्यहाँ यार त्यसको त सिम पनि छ कि गाइस यार उतातिर गयो त्यसको त सिम पनि छ कि गाइस यार उतातिर गयो हो यार त्यसको त सिम पनि छ कि गाइस यार उतातिर गयो हो यहाँ चाहिँ भैँसी चढ्दैछ गाइस मिर्गा चाहिँ अहिले त्यहाँ थियो त्यतातिर गएको छ अहिले पछि फेरि त्यहाँ नुन खानुको लागि आउने रहेछ क्या विशेष गरी
खाना आउँछ होला सायद भैँसी पुरा चलिरहेको छ गाईजी है भान्जाङ खर्कामा छौँ अहिले चाहिँ हामी त्यसै गरी यतातिर अलिअलि हिमाल देख्दै आएको छ किनकि हुस्सुले मजाले सेकिरहेको छ नि त गाईज त्यही भएर गाई च्याउ त कति हो कति यार बुट्टा च्याउ त्यसै गरी यो के च्याउ सुङकुडी आमा यतातिर लिन्छ थाकै वाउ हाम्रो दाले टिप्नु भएछ आमा यो त अर्को कति छ कति यार गाईजी वेट त्यो सेती थाक्दै यो गाइस यस्तो नै न के हुन्छ स्ट्रबेरीको त यता बगानै रहेछ नि गाइस टन्नै छ गाइस यो चाहिँ मिनी स्ट्रबेरी भन्छ हाम्रोतिर चाहिँ स्थानीय भाषामा चाहिँ यसलाई सर्पको आरा भन्छ गाइस तर यो चाहिँ स्ट्रबेरी हो खासमा त्यतिर गाइस टनै आजको हाम्रो बसाइ चाहिँ बारी गाइस दामी खर्कामा अब हामी चाहिँ यो च्याउ यो गरेर च्याउसँग चाउचाउ मिसाएर सल्लाहभरि खानेछौँ आजलाई आजको तरकारी चाहिँ हाम्रो यहाँ मासुम च्याउसँगै अनि करेन्ट चाउचाउ मिसाउने हो गाइस है भात चाहिँ पाकिसकेको होस् त यता भाल नगरेर यस्तोमा राखिरहेको छौँ यस्तो प्लास्टिकमा जुगाड गरेर यो धोएको गाई हो तर धोएको भने अब चाहिँ हाम्रो तरकारी तयार भइसकेको छ गाईजी अब हामी भात खानातिर लाग्नेछौँ भात चाहिँ यतातिरै बाडो नभएर हो अब हामी चाहिँ भात खानेछौँ गाईज है हान्नी मार्ची का भिका मार्ची पडी थान का खाते सुजे मुर्दो का त्यो का लनिया यस्तै हो सट्टै यसरी खाइदिने हो आराम गर्नु भो छेउसित्तीका सिधुको सिड्ने मोदोको मन्डेका तपाईँका छेउसित्तीका अझ हामी च्याउ चाहिँ दोरो खान्छौँ है
Malah kira oh so dengar aku ini. Tuh kerja. Caw. Cuy. Sak, हमारे से तलेर पो. Hah? हमारे से तलेर आए. Chatra. ये फेरि खाने बेलामा के जोड आउँछ. चट्टा खाना आयो. Cuy सिक्थे. Jagan jasa wa jungle ro po umai jo. Namiఠो. रुचा जाऊ. नम्बर गरे तान छुटी जाऊ. इले सन्चै. नम्बर तले सित मलाई माइक दिएको छ खरा. sama jangan hamil kono jangan. Asal kan? Kok kenapa? Ya jangan. Ya. Kami, coba. Yang minum otomatis itu, lalang. Tadi lagi. Itu minta satu. Gadisnya. Mas baik beneran ya. Langsung ada. Kamu tak ada. Kita cakap apa mana? Untuk kakak di dekat itu. Satu sawi. Ya, teman lebih. Kok jangan kok sebenarnya. Iya kan jangan nanti bahasa fit. Sana gua mau. Ya bro, apa? Ada teman enggak kayu kan tuh. Ada otaran dan ada pakai makan. Benar ya sih cari, tadi baru budan lah. Dan aja.